भाइ सुरु हजुरहरू यहाँ किन आउनु भएको? रगत लिन? किन रगत लिनु? किन निखेल भएको तपाईँको? कति भयो? 1 वर्ष भयो। अनि यहाँ त रगत पाउने त धेरै भएको छैन त। हामीले त यहाँ बल्ल भदौको 19 गते सुरु गरेको, त्योभन्दा अगाडि कहाँ लिनुहुन्छ तपाईँहरूले? रगत पनि पाउनु भएन बुटोल जाँदाखेरि? दुःख थियो। अनि यहाँ कस्तो भएको छ त? यहाँ पाउँदाखेरि के भएको छ तपाईँलाई? सजिलो भएको छ? आनन्द छ। अनि तपाईँले मान्छे खोजेर ल्याउनुहुन्छ कि यहाँ खोजिदिनुहुन्छ के गर्नुहुन्छ? अस्ति हामीले ल्याएको के अरे दुली पानी आउँछ भनेछ। यहाँबाट मान्छे खोजिदिनुहुन्न? खोज्छु। यहाँबाट यहाँका सरहरूले खोजिदिनु भएको छैन मान्छे? सरहरूले मिसहरूले? हजुर यहाँको मान्छेले तपाईँलाई रगतको लागि मान्छे खोजिदिया छैनन्? खोजिदिएछ। अनि सजिलो भएको छ? कसरी थाहा पाउनुभयो यहाँ रगत छ भनेर? उता अस्पताल डायलासिस सिस्टरहरूले यहाँ रेड क्लासमा जाऊ, यहाँ रेड क्लासमा छ अहिले रगत भनेर यहाँ बालीको हो। कतिमा गर्नुहुन्छ तपाईँले डायलिसिस? हप्तामा 2 पाली हो। अनि हप्तामा कति पाली रगत चढाउनुहुन्छ? कतिमा? अब 1 महिनामा 2 चोटि चाहिन्छ। 1 महिना 2 पाली चाहिन्छ? 2 पोका। 1 पालीमा 2 पोका चाहिन्छ? 1 महिना 2 पोका रगत चाहिन्छ। यहाँ रगत पाएपछि तपाईँलाई के फाइदा भएको छ? अलि फाइदा भएको छ, अलि हिँड्न सकेछ, अलि अनि तागत आउँछ। बुटोल जाँदाखेरि खर्च हुन्थ्यो? अनि दुःख पनि हुन्थ्यो, नपाइने फेरि रगत पनि थियो। वहाँ गएर पनि पाइन्थेन? 1 पोका मात्रै दिने। 1 पोका मात्रै दिने पाइन्थेन। यहाँ आएपछि पाइहाल्छ। सजिलो भएको छ? धेरै सजिलो भएको छ। यहाँ त मान्छे खोजिदिएर पनि दिनुहुन्छ नि त? मान्छे खोजिदिनुहुन्छ यहाँको सिस्टरहरूले, यहाँ सरहरूले। तपाईँलाई यहाँ अस्तिको यहाँको पुलिसको डिएसपी साहबले दिनुभएको थियो अस्ति तपाईँलाई रगत यहाँ आएर। फेरि भोलि तपाईँलाई यहाँको पुलिसको एसपी साहब आउँदै हुनुहुन्छ, ठुलो मान्छे पुलिसको यहाँ आउँदै हुनुहुन्छ, यहाँको पाल्पाको ठुलो मान्छे। यो 1 वर्ष भयो, 14 पोका भयो क्या हालिदियो। 14 पोका भयो? अहिले 2 पोका लाग्यो भने 16 हुन्छ। यहाँबाट कति लानुभयो? अहिले 6 पोका हुन्छ। अहिले 6 पोका लैसक्नु भएन? बुढाबार लाग्यो 6 पोका हुन्छ। बुवा कति वर्ष हुनुभयो हजुर? 80 वर्ष हुनुभयो। कति वर्षको फरक हुनुहुन्छ श्रीमान श्रीमती? म त 41 वर्ष पुगेँ। तपाईँ 41 उहाँ 80। के माया बसेको? के माया बसेको होइन, बाजीको दुईटा मरेको, बाध्यताले बिहा भएको। बालाई तपाईँले स्याहार सुसार गर्न माया गर्न आउँदाखेरि मलाई सेवा गर्न पर्यो कि अहिले बाले तपाईँलाई सेवा गर्न पर्यो। त्यस्तो रहेछ। पेन्सन आउँछ तपाईँको? थोरै आउँछ। अलिअलि चल्या छ? पुरा होइन कि गाडीको, अनि भागेको बिचमा भागेको पुरा भनेको होइन कि। अनि मेरो पनि अब श्रीमानले छोडेछ के अरे बच्चा बच्ची र मलाई त्यो छोराछोरीलाई हुर्किएको लागिमा बाजीसँग आयो। अब तपाईँको श्रीमानले तपाईँलाई छोडेर जानुभयो, 2टा बच्चा बच्ची तपाईँको थियो। अनि त्यस पछाडि गएर बाजेको पनि बुढी चाहिँ नभएको, अनि 2टाको ट्याक्कटुक्क मिल्यो कुरो, माया बस्यो। माया भन्दा दुःखले बिहा भएको होइन? त्यही त दुःख पनि माया हुन्छ कि, सुख मात्रै कहाँ माया हुन्छ र? नानी 6 महिनामा बाबु 3 वर्षमा छोडेको कि बाबाले यहाँ छ भन्ने अहिलेसम्म थाहा छ। कि सधैँभरि बाले चाहिँ हेर्नु पर्ने भयो नि? हेऱ्यो। हजुर इन्डियाको पेन्सन त बिचमा भागेर हिँड्नु भयो? नाम लेखेर निस्केको? थोरै पाउँछ कि। अब जस्तो भयो नि खुसी हुनुहोस्, यहाँ रगत पाइएको छ होइन? रगत पाइएको छ। यहाँ नपुग्दाखेरि हाम्रो यहाँको सिस्टरहरूले अनि यहाँको सरहरूले मान्छे खोजेर तपाईँहरूलाई गरिदिनु भएको छ। जहिलेसम्म सकिन्छ होइन, जहिलेसम्म गरिदिन सकिन्छ। हामीले बाहिरको मान्छेहरूले रगत दिनुभएको छ, त्यो अरू दिएको रगत पनि पाउनु भएको छ तपाईँहरूले। जहिलेसम्म सकिन्छ हामीले सहयोग गर्छौँ, गरिराखेका छौँ होइन। अब तपाईँहरू पनि कोही मान्छे भएर पनि गर्नु छँदैछ, त्यही गर्नु है। दुःख परेको बेलामा रेड क्रस छ भन्ने कुरा तपाईँहरूलाई मनमा भएपछि पुग्छ क्या होइन?
यहाँ आउनुहुन्छ पहिलोपालि तपाईँ ऊ त्यहाँ आएर बस्दाखेरि ऊ त्यहाँ आउँदाखेरि तपाईँले रेड क्रसमा थाहा थिएन ऊ त्यहाँ आएर भुइँमा चिसो भुइँमा बस्नु भएको थियो होइन त्यहाँ तपाईँलाई दया लागेर हामी मान्छे आफै खोजिदिएको हो क्या तपाईँलाई देखेर दया लागेर तपाईँ त मान्छे कोही पनि छैन बजारमा न तपाईँ राम्रोसँग भाषा पनि बोल्न जान्नुहुन्छ जान्नुहुन्न त्यही भएर तपाईँलाई दया लागेर हामीले ऊ त्यहाँ आएर चिसो भुइँमा बसेको देखेपछि हामीले खोजिदिएको मान्छे थुप्रै आउनुहुन्छ मान्छे आउनलाई तर तपाईँ जत्तिकै मान्छे नभएको अरू चाहिँ भेटिन्न नि त होइन के भयो किन रुनु भयो नि यो सन्चो हुन्छ